हेलो गाइज, के छ खबर? अनि सन्चै हुनुहुन्छ? फेरि पनि तपाईहरुलाई मेरो सानो ब्लगमा चाहिँ वेलकम छ है। मेरो ब्लगको नाम चाहिँ समिरा परियार छ। सबैजनाले सब्स्क्राइब एन्ड फलो गरिदिनु होला र ब्लग चाहिँ एकदम राम्रो लाग्यो भने एउटा दुईटा लाइक पनि गरिदिनु होला। आज चाहिँ हामीहरु यतातिर यो हाम्रो यता थप्लोड यता गाविसतिर आएको छौं। तपाईहरु हेर्न सक्छ गाइज, एकदम रमाइलो भयो आजको दिन चाहिँ हैन। आजको दिन चाहिँ हामीहरु के गर्यौं? आजको दिन हामी यताउति घुम्यौं र अहिले चाहिँ हामी हाम्रो यतातिर घरतिर आएको छौं। त्यस्तै हो, तपाईहरुले हेर्न सक्नुहुन्छ। र यतातिर चाहिँ मेरो पछाडी चाहिँ मेरो बहिनी छ हैन, सञ्चिता। बनु चाहिँ अगाडि दौडेर गइसकेको छ गाइस, तपाईहरु हेर्न सक्नुहुन्छ। अनि तपाईहरुको उतातिर के कस्तो छ, नयाँ नौलो खबर भन्न सक्नुहुन्छ, कमेन्ट पनि गर्नु होला। र मेरो ब्लग चाहिँ एकदम राम्रो लाग्यो भने चाहिँ तपाईहरुले लाइक सब्स्क्राइब त्यसपछि गएर युट्युबमा के गर्छन्, फलो गर्छन् खै थाहा छैन, त्यही गरिदिनु होला है गाइस। त्यही नै हो। र आज चाहिँ खै किन आजको दिन चाहिँ एकदम राम्रो नै बित्यो हैन। त्यस्तै हो, यतातिर चाहिँ गर्मी बढिसकेको छ। हजुरहरुको उतातिर के कस्तो छ तपाईहरु भन्नु होला कमेन्टमा हैन। र मेरो ब्लग कस्तो लाग्छ त्यसको लागि पनि कमेन्ट गरिदिनु होला। त्यही नै हो। बनु, तिमी भन, तिमी के भन्न चाहन्छौ? मेरो ब्लग कस्तो छ? लाइक एन्ड सब्स्क्राइब गरिदिनु होला। त्यसपछि गएर मेरो टिकटक आइडी पनि छ, समिरा परियार है। सबैजनाले मलाई फलो गर्नु होला टिकटकमा पनि। र यो भिडियो चाहिँ सकेसम्म धेरै शेयर गरिदिनु होला। र नयाँ साथीहरु पनि मसँग एड हुनु होला टिकटक प्लस मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गर्न नभुल्नु होला। र हामीले उहाँ परतिर कोही मान्छेलाई देख्यौं, तर हो कि होइन कन्फ्युज भयौं हैन। अब संसारमा त एउटै फेस गरेको धेरै मान्छेहरु त हुन्छन् होला सायद। हामीलाई पनि त्यस्तै लागेर कन्फ्युज हुन सक्छ। त्यही भएर हामी यसरी फर्की हेरेको छौं को हो के हो भनेर। हो रहेछ अरे। अब भए पनि ठिकै छ, के नै छ। तर ब्लग बनाउन इजी त छैन। त्यही पनि सबैजनाले साथ सपोर्ट गर्नुभयो भने र सबैजनाले चाहिँ मलाई फलो गर्नुभयो भने, मतलब तपाईहरुले माया गर्नुभयो भने म ब्लगहरु चाहिँ बनाउने गर्छु हैन। बट तपाईहरुले माया गर्नु भएन भने, लाइक गर्नु भएन भने, सब्स्क्राइब गर्नु भएन भने चाहिँ म ब्लग चाहिँ बनाउँदैन। त्यही नै हो। अनि अर्को कुरा रह्यो, यो चाहिँ मैले आज चाहिँ यो फर्स्ट भिडियो अपलोड गर्दैछु युट्युबमा चाहिँ ब्लगको लागि हैन, मेरो युट्युब च्यानलमा। अरु ब्लगहरु पनि आउँछ बिस्तारै। राम्रो लाग्यो भने मलाई भन्नु होला, राम्रो लागेन भने पनि भन्नु होला है। त्यही हो। उता चाहिँ मेरो बहिनी हो, उ र म चाहिँ आज कुन बार हो भनु? आज आइतबार। म र मेरो बहिनी चाहिँ आज हामी यतातिर घुम्न आएको थियौं। यतातिर यहाँ घुमिसकेछौं। यतातिर सबै रुखसुख काटिसकेछ र हामीहरू यतिकै रमाइलो गर्दै टिकटक बनाउँदै भिडियो बनाउँदै हिँडिरहेको छौं। त्यही नै हो र हो। अब भए पनि के नै गर्न सकिन्छ, केही गर्न सकिँदैन। त्यसैले गर्दा आफूसँग जे छ यहाँबाट छिरी जाने हैन। यहाँबाट हामीहरू अब जाने हो यतातिर गाइस। तपाईहरु हेर्न सक्नुहुन्छ कस्तो कालो आँखा यतातिर। मेरो ब्लग चाहिँ कस्तो लाग्छ तपाईहरुलाई? राम्रो लाग्यो भने अरु ब्लगहरु नि बनाउँछु हैन। बट राम्रो लागेन भने चाहिँ भनिदिनु होला कि तिमीहरुको ब्लग राम्रो छैन भनेर। मैले चाहिँ पहिला पनि बनाएको थिएँ ब्लग चाहिँ हैन। पहिला बनाएको चाहिँ त्यस्तै भयो। यो चाहिँ सेकेन्ड टाइम बनाउँदै छु। राम्रो लाग्यो भने चाहिँ भन्नु होला। त्यही हो गाइस, बन्छु आउन। र हामीहरू गइरहेको छौं। अहिले चाहिँ हामीहरू घर जान लाग्यो है गाइस। तपाईहरु हेर्न सक्नुहुन्छ यतातिर चाहिँ एकदम घुम्ने ठाउँ छ, एकदम राम्रो ठाउँ छ यतातिर। हाम्रो यतातिर तपाईहरु पनि आउन सक्नुहुन्छ घुम्नको लागि। अनि तपाईहरुलाई केही कुराको बारेमा सोध्न छ भने ब्लग कसरी बनाउने, के गरेर बनाउने, त्यो चाहिँ म सिकाउँछु है। त्यसको लागि यसपछिको पार्टवाला भिडियो पनि आउँछ। अनि कसरी गराउने, के गराउने, म त लास्ट काली देखिरहेको छु हो भनेको। मेरो मोबाइल त्यति राम्रो त छैन, त्यही पनि त्यति राम्रो त छैन। त्यही पनि राम्रोवाला भिडियो बनाउने कोसिसमा छु। बिस्तारै हुन्छ त्यो कुरा पनि पुरा छिटो। र बनु, आजको दिन कस्तो भयो हाम्रो? आजको दिन बहुत रमाइलो पनि भयो। राम्रो भयो है। आजको दिन एकदम राम्रो भयो। हामीहरू काम गर्यौं अनि यताउति खायौं, डुल्यौं। अहिले चाहिँ भिडियो बनाउँदैछौँ। यो चाहिँ ब्लगको लागि हो हैन। मसँग धेरै साथीहरु त हुनुहुन्न युट्युबमा।
त्यही पनि सबै साथीहरू चाहिँ मसँग छिटोभन्दा छिटो मलाई फलो गर्नु होला र सबैजना साथीहरू हुनु होला मसँग चाहिँ होइन। अनि त्यही हो, म नयाँ नयाँ भिडियोहरू अपलोड गर्ने नै छु। त्यस्तै हो, अरू त सबै ठिकै छ, राम्रै छ यतातिर। अरू त सबै ठिकै राम्रो छ हाम्रो यतातिर पनि। यतातिर गर्मी बढिसकेको छ र मेरो हात पनि लास्ट दुखिरहेको छ। भ्लग बनाउने यत्तिकै इजी पनि त छैन, यति गाह्रो पनि त छ भ्लग बनाउने काम। क्यामेरा राम्रो हुनु पर्यो, आफ्नो भोइस राम्रो हुनु पर्यो, आफूसँग केही आइडिया हुनु पर्यो होइन। सबै कुरा भएपछि बल्ल भ्लग बनाउन मिल्छ। यति इजी पनि छैन भ्लग बनाउनलाई। यो चाहिँ मैले आफूले भोगेको कुरा हो, जो कुरा म तपाईँहरूलाई भन्दैछु। हेर्न सक्नुहुन्छ, लास्ट थकै लाग्यो। तपाईँ यता हेर न, हामी त कस्तो राम्रो देखिन्छौँ त, किन हौ अरे क्या छ। गाना पनि गाइदिउँ कि के हो? गाना नगाइदिउँ। गानावाला भिडियो चाहिँ म नेक्स्टवाला भिडियोमा चाहिँ अपलोड गर्छु। र सबैजनाहरू राम्रोसँग बस्नु होला। अनि त्यसपछि गएर मेरो यो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्नु होला, सेयर गर्नु होला, फलो गर्नु होला। त्यसै गरी चाहिँ मेरो भिडियो चाहिँ राम्रो लाग्यो भने हेरिदिनु होला र नराम्रो लागे पनि हेर्नु होला है गाइज। हस् त, बाई बाई। नेक्स्ट भिडियो लिएर फेरि आउनेछु। बाई।